मैले त रोटी नखाए भनेको म त कालो कुकुरमै हो भन्छ गाइस पुरै झप्पा भेटे हैन गाइस पानी पर्यो हामी भिजेर भागिरहेको छु भाइ पानी पर्यो थाकल खाना आएको म असरै गएछ क्यारे गाइस के छ हैन सबैजना सन्चै हुनुहुन्छ होला हैन सन्चै नभए पनि सन्चै भयो जस्तो गर्नु होला आज पनि म फेरि पनि भ्लग लिएर आएको छु हैन म धेरै पछि भ्लग लिएर आएको छु अहिले चाहिँ म गाउँमा आएको छु है गाउँमा चाहिँ रोइला पानी परिरहेछ गाउँमा चाहिँ मस्त पानी परिरहेछ काठमाडौँमा चाहिँ काठमाडौँ पानी त परिरहेको होला पनि हैन पानी परेको छैन घाम पानी परिरहेको छ त्यसले भनेपछि यहाँ स्यालको बिहे भएछ आज मस्त स्यालले मेजमा दिइरहेछ हैन त्यही भएर हामी पनि जङ्गलतिर छिर्दैछौँ होइन हामी पनि यहाँ जङ्गलतिर जाँदैछौँ है थाकल खानको लागि होइन स्यालको बर्थडे पार्टी ए नगरम थाकल खाना हो होइन कि बिहे पार्टी हो स्यालको थाकल खानेको हो हो त्यस्तै हो ए हो रहेछ गाइस थाकल खानेको गाइस यहाँ चाहिँ निबुवाको बोट हेर है निबुवाको बोट यहाँ निबुवा भाइ भन्छ कागती भन्छ क्या दुख्ने परेन सरी यार जे भयो भने तारा के मतलब जे भयो मलाई के मतलब हामीलाई बाल झापड फेरि भेट लाउनु आज हामी थाकल खाने मस्त जङ्गलमा जङ्गलको कार्यक्रम देखाउनु तपाईँहरूलाई होइन स्यालको बिहे पनि देखाउँछु यसो सेलको बिहे देखाउँछु भयो भने होइन भएन भने हामीले बाल भएन भने बाल के मतलब होइन थाकल पाका छ अरे थाकल साल खाने गर्ने देखाउँछु अनि आज हामी चाहिँ वर्ताउनको लागि हामी घर आएको होइन म अनि एउटा खोइ यो अनुपम डाका भन्ने चोर होइन यस्तो सुशील अनि हामी सो अब हामी जाऊँ थाकल देखाउँछु कस्तो हुन्छ तपाईँलाई थाकल थाहा छैन भने हामी थाकल खान्छौँ तपाईँहरू गाउँतिरको जामुनो जस्तै हो भन्न पाहाडको ओखलढुङ्गा जामुनो भन्दो रहेछ यहाँ चाहिँ थाकल भन्छ जामुनो जस्तै हुँदो रहेछ तर थाकल चाहिँ यहाँ फाल्टे नाम हो उताको जामुनो फाल्टे नाम हो तर स्वाद चाहिँ एउटै हो स्वाद एउटै हो अरे तर थाकलको भित्रको दाना चाहिँ यत्रो ठुलो हुन्छ जामुनको चाहिँ भित्र दानै हुँदैन गाइस प्लास्टिक बोकेर आएको छौँ होइन त्यो पनि कालो प्लास्टिक हाम्रो भतिज जस्तै कालो ए हो ल गाइस थाकल खान हिँडेको लेट्स गो अनि गाइस तपाईले देख्न सक्नुहुन्छ हाम्रो चाहिँ गाउँमा है यसलाई के भन्छ ड्रागन फ्रुट है ड्रागन फ्रुटै फुट्छ हाम्रो गाउँमा चाहिँ यसरी हाम्रो फ्रुट ड्रागन फ्रुट त्यसपछि हाम्रो हजुरबाउ त्यहाँ हुनुहुन्छ हाम्रो ड्रागन हजुरबा त्यसपछि हाम्रो आमा यता हुनुहुन्छ होइन आमै दर्शन हावाला आर्यु लक्ष्य सानो ठक्क यास हाम्रो है यो होइन वा मस्त छ है हामी थाकल खाने क्या यो नयाँ मान्छेलाई यसो थाकल देखाइदिनु पर्छ जङ्गल देखाइदिनु पर्छ हिँडेको होइन अङ्कल म चाहिँ मेरो अङ्कल भनाउँदा होइन तर अङ्कल चाहिँ अङ्कलै हुन् ए दादा नै होइन आई लभ यु बाई बा यहाँ हाम्रो बाघको चाहिँ उयो छ है हाम्रो बाघको चाहिँ यहाँ गाई फार्म छ गाईलाई भनेको भैँसीलाई भनेको गाई फार्म छ त्यसपछि ए जुत्तातिर ड्रागन फ्रुटको छ अनि हामी जङ्गल हिँडेको अगाडि चाहिँ जङ्गल लेट्स गो अनि चप्पल लाएर टङ टुङ 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 टङ टुङ टुङ यहाँ पानी रहेछ गाई जग्गा अब चाहिँ हामी जङ्गलतर्फ लागिसकेको छौँ है अनि यहाँ थाकल बाइक है कालै थाकल है थाकल भन्छ दिपे सर्व हुँदैन हुँदैन भयो भइहाल्छ भयो भने के गर्नु सर्व भयो भने के फरक पर्दैन यो के हो कुन गाइज यो दिपे रहेछ दिपे हन्तकाली रहेछ गाइज मलाई खुवाउँछु मलाई चखाउँछु भन्दा गाइज यसले आफै हँसुरिरहेको छ पर त होइन गाइज मलाई दिएन यसले आफू दिएर खाऊ न के गरौँ गाइज ल भनेर ल राम कति धेरै पाएको राम गाई जान्छ कालै रात्रै बोट ए वाउ यो हाम्रो गाउँको थाकल हामी यही खाना आएको प्लास्टिक बोकेर छौँ हामी एक प्लास्टिक बोकेर जान्छौँ अब तर हामी एक्लै खान्छौँ कुरा पनि दिँदैनौँ गाई हामी चाहिँ होइन अब थाकल गाइज नाटक पारेर लडे यी नाटक पारेर खाँचै लडेको म तान्दिनँ आफै होइन लडेको जस्तो नाटक पार्छ थाकल खायो त्यही भएर म लडेको गाइज थाकल गाइज अलिक भेट्ला हो त्यस्तो पाएको खाऊ भन्दा नि अलिक सुनाऊ मलाई फेरि भाइ अनि अङ्कल म थाहा हिँडेको होइन यो अङ्कल बढी बोल्छन् है तिमी बच्चा हौ भाइ यस्तो हामी थाकल खाँदैछौँ त थाकल पाइराखेनौँ कसले हो टन्नै थाकल छ भनेर हामी आएको थाकल खानु है तर खोइ एउटै थाकल भेट्नु म चाहिँ होइन पारी जाने क्या पारी हेर्नु न हजुर हौ आउने अनि ए मलाई एकछिन है भाइ तिमी गाई चाहिँ एउटा ठुलो खोला आइपुगेको छौँ है यहाँ डर लाग्यो यार यहाँ अङ्कल अब खोला तर्न लाग्दै हुन्छ ठुलो खोला छ यहाँ चाहिँ अङ्कल ठुलो खोला छ अङ्कल पुल तर्दै हुन्छ अब यहाँ ल अङ्कल चढ्नु ल बिस्तारै ल ल हो नाइस वाह अङ्कल चढ्नु म पनि तर्छु है गाइज ल तेरिका गाइज फाइनली खोला तरियो
थाकलै भएन अनि फोन गरेर सोधेको थाकल कता पाउँछ भनेर अनि यता पाउँछ भन्नु अनि हामी थाकल खानालाई एउटा खोलो तरेर ठुलो खोलो भयङ्कर ठुलो खोलो पानी पर्न लागेको छ गाइज आकाश के दामी भ्यू छ गाइज हेर्नु आकाशको वा हो मैला भा देखे जस्तै हेर्न कस्तो कस्तो खतरा ब्ल्याक 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 स्काई छ क्या हाम्रोतिर क्या अङ्कल जस्तै ब्ल्याक ब्ल्याक भएको रहेछ होइन अङ्कल होइन भर्ती जस्तै कि यो तिमी प्लास्टिक जस्तो क्या? तेरो जस्तो तिमी भएर त जस्तो हे म्याम हो। तिमी क्या हो तँ जस्तो भनेपछि न्यु खोज्छस् तिमी जस्तो के आइज खेल्छस् खेलौँ ल हो ढुङ्गा ठिक क्या हाल्यो हानिदिन्छु फेरि हो हो त के हो सिङ्गल सिङ्गल खेल्छस् यो प्लास्टिक र तेरो मुखमा उस्तै छ लु अया गाई त्यसले भेटौँ। मलाई लात्तीले हान्यो त्यसले मैले के गरेको छैन लुक्रा गर्दा किनकि यो मेरो हगुवा भतिजो हो फेरि अगुवाहरू उता पट्टिएर हगेको गाई त्यसले होइन ब्लक बन्द गरेर होइन हो गाई जो होइन है पानी परो आउन के हुन्न ओ पानी परो म त भिज्नु हुँदैन छैन क्या पानी परेन पानी परेन ना भिज्नु हुँदैन भने पानी पर्यो यार ओए खोलामा हो क्या हामी ए होइन के हुन्न यहाँ खोला आउँदैन ओए खोलामा हो क्या भिज्यो क्या गाइस ठुलो पानी पर्न लागेको छ भिजाएर। ठुलो पानी पर्न लागेको छ हामी चाहिँ बगर हिँडेको छौँ है ऊ त्यहाँ पुग्ने हामी चाहिँ त्यहाँ पुग्ने हो है त्यहाँबाट थाल थाल पाइन्छ गाई चाहिँ हामी बल्ल चढेको यहीँ चाहिँ अब यो सहरिया मान्छे यिनीहरूमा चढाउँदैछु यहाँ गाई मलाई तान ओ म कहाँ समातेर चढ्ने गाई मलाई यसले यस्तो भयङ्कर बाटो ल मेरो मुख छैन ऊ गाई थाकल यहीँ दुइटा थाकल उही तिनवटा उही यस्तो सङ्घर्ष कुनै चाहिँ थाकल खान आयो वा त्यहाँदेखि झर एउटा तिनवटा झर लगेर तिमी एउटा खाऊ एउटा खान्छु साम ओए भोक लागेको छ मलाई अनि लु त्यो गाई हामी पानी परिरहेको चाहिँ पनि हामी थाहा खाना हिँडेछौँ है लाग्यो भोक लाग्यो यहाँ थाकल धेरै यहीँ पानीले भिजायो हामीलाई गाई म चाहिँ मल बन्द गर्छु भाइ मलाई भोक लाग्यो यहाँ खाऊ पुरै झाप्पा भेटेँ होइन पानी पर्दै रहँदै पर्दै गर्दै हामी वहाँबाट कहाँबाट आउँदै यता आइपुग्यो है यहाँ थाकल खोज्दै जाँदैछौँ हामी यहाँ अगाडि मैले थाकल देखेँ जस्तो लागेको थियो यहाँ दुई तिनवटा थाकल रहेछ पाकेको है दुई तिनवटा छ त्यसपछि यहाँ दुई तिनवटा खायो त्यहाँ पाएको ठाउँ पाएको म थाकल टिप्छु टिप्दै गरिरहेको छु है मर्न मन छ यहाँबाट हाम फाल्नु भन्छ नि बौलाका किन बौलाका हुन् यहाँबाट हाम फाल्नु भन्छ नि यार खोइ एकचोटि हेरौँ कत्रो छ राम यहाँ राम फाल्यो भने त म त यो गाउँको सकिन्छु होला त निखिल उप्रेती भनेको होइन यहाँ थाकल पाएको थाकल है गाइस हामी थाकल खाँदै बोल्दै गर्छौँ है त अनि यो के हो यस्तो गाइस पानी परेर हामी भिजेर भागिरहेको छु भाइ पानी पर्यो थाकल खान आएको भिज्यो अनि भाग्दैछौँ पानी पऱ्यो यहीँ थाक्ने एउटा धम्को बोकेर हामी भाग्दैछौँ पानी परेर थाकल खान आएको भिजायो पानीले गाई यहाँ पाक गाई हामी चाहिँ पानी परेर उता लाग्यो गाई यसले मलाई यति कुदायो नि गाई 15 मिनट पछि बल्ल बल्ल पानी अलिअलि भन्दै रहेको छ पानी परिरहेको छ 15 मिनट पछि यार गाई उता लाग्नुलाई हामी यहाँ एउटा कसको गोली मारेर बसेका छौँ जम्मा यति भयो त्यत्रो बेर घुमेको हामी पानीले पुरै भिजाइयो लत्र पतक्क भयो होइन त्यो त हालत पनि यस्तो भएको छ है तेरिका अब हामी अब आधी घन्टा बस्छौँ अनि पानी रहन्छ फेरि थाल खोज्न जान्छौँ हामी होइन जाँदैनौँ पानी रहेपछि जाँदैनौँ अब त सिधै घर जान्छौँ के माछाले जाड्यो नि त मलाई जाडो भयो के हुनु क्या यसो घरमै हो ओइ म्या ओ यसले फेरि जाने भन्नु गाई जेला म कुदिउँ फेरि अनि जङ्गल यत्र जङ्गल आएपछि जाँदा पऱ्यो नि त हेर्नु पुरै भिजेर लपक्क भयो म लपक्कै भइसक्यो भिजेर पानीले चोको चाहिँ सही ओ यहाँभित्र सुतौँ यार गाई अब हामी यहाँ सुत्छौँ मार्छौँ कुन चाहिँको अहिले घप्पा हुन्छ जाडो भोके गाई गाह्रो भयो यार गाई ओ यसो गर्दै यो बोक्तला बोक्दिनँ म त यो बोक्ने एकताली बोक्दिनँ यी हात मान्ने हो कि यतिखेर नुहाइयो नि त भर्खरै ए नगर्छ यहाँ गाइज ए मैले निकालेको गाइज मोबाइल निकाल्दै हो म गाइज मोबाइल छ्या फोरीमा गाइज 1 वर्षपछि हात बाँदरहरू यसरी खान्छन् पाकेको थाकल त्यहाँ पाकेको छ नि हो बाँदरहरू यसरी खान्छन् होइन गाइज आइ मङ्की हाम्रो आमाकोमा आइपुग्यौँ होइन भयो नगर्नु न बेर नदेखाउनु यहीँ भएपछि यहाँ यस्तो ओत लागेको छौँ फेरि हामी जान्छौँ थाकल खोज्नलाई होइन हाम्रो थाकलको एक झोला ल्याउने शर्त हाम्रो पुरा बनाएर छाड्छौँ होइन म चाहिँ जाँदिनँ ए तिमी जान्छौ नि ऊ त छाता ओढेर जाने भए मात्र जाने ऊ त नाङ्लो उडेर जाने भन्छ नि कोरिया के भने आउनु हुन्न भने अब गाइस हामी यहाँ जान्छौँ अनि त्यहाँ गएर फेरि थाहा खान जान्छौँ फेरि जान्छौँ है म चाहिँ जाँदिनँ म खाना पनि खाँदिनँ जाम मलाई भिजाए गाइजहरूले यस्तो लुते बिरालो जस्तो बनायो नि यसले मलाई लुते बिरालो बनायो ओ थ्याङ्क यू आमा हाम्रो आमाले मलाई रोटी ल्याइदिएको छैन होइन हामी रोटी खान्छौँ अब होइन तर इलाम दिन म एक्लै खान्छु रोटी एक्लै खायो खाँदैछ
मलाई दिएन यसले यति भिर्क दियो गाईजी मलाई यति यति दियो आमाले एउटा कालो कुकुर आउँछ त्यसलाई राखिदिएको भनेको त रोटीले चाहिँ खाइसक्यो गाई मैले त रोटी नखा भनेको म त कालो कुकुरमै हो भन्छ गाई हेर जुठो हालेर दियो गाई म खान्न त्यसरी खायो फेरि गाईले वर्षभरि पुग्ने रोटी खायो गाई ती 3वटा देन गाईले थुक्लाएर दियो गाइस पानी रह्यो होइन हामी फेरि पनि ताकल खाना हिँड्यो होइन अङ्कललाई त अस्ति गरेर हिँडेँ म कोही बेरमा देखाउनु अङ्कल हामी फेरि पनि थाक हिँड्दैछौँ है नगर्ने त नहाल्नु है माछा नै माथि गरेर खाने नगर्ने दुख्छ कि नगर्नु है त्यतिकै बेरमा अङ्कल चाहिँ म असलै गएछ क्यारे बोलाउँछु बोल्दैन झन्डै रोकाइ त छोडेर गएछ गाई छोरी लुकेर तर्साङ बसिरहेको यसलाई तर्साउन बोलाउँछु बोल्दा पनि बोल्दैन कस्तो डर लाग्यो यार मलाई गएछ गाई यहाँ थाकल छ गाई गाई चाहिँ मैले अङ्कल घरजाने घरमा भन्दा होइन म चाहिँ के भन्छन् जान्न क्या हिँड थाहा कोही क्या गाई हामी यस्तो बाटो हिँड्दा चाहिँ भाइ चिप्लो बाटोमा उता पारी जाने क्या पारी अयो थाको खाना आएको कराई गर्छन् हामी थाकल चाहिँ पाएको त्यो दुईजना गाई हामी थाकल खोजीमा आएको थियौँ होइन फाइनली बल्ल एउटा खतरा खाले थाकलको बोट भेट्यो है यस्तो खतरा छ तपाईँहरू पनि देखेर नि वाउ भन्नुहुन्छ है भिड चाहिँ अलि यस्तो बाटो जानुपर्छ यहाँ अलिकति छ है उयो हेर्दा गाइस कालै यहीँ थाकल भेट्यो फाइनली यस ल गाइस वाउ त्यत्रो टिप्यो भन्दा मेरो गाडी जुला हुन्छ होला टिपेर आयौँ होइन गाइस मलाई यस्तो चिज दियो के हो घाँस खानेकुरा भन्न मैले घाँस खुवाइरहेको छु होइन एक नम्बर छ एकछिन रुख दिएर बल्ल यति बनाएँ तराईको भन्न नि दियो मलाई जम्मा मेथी बनायौँ होइन अब उयो यता अगाडितिर थाकल टन्नै पाइन्छ भनेर हामी हेरेको छौँ है तराईको फलफुल भनेर दियो पैसै पाइँदैन अलिकति 2-3वटा पाकेर चाहिँ त्यहाँ जाऊँ होइन जाऊँ हामी पाकेको थाकल खोज्छौँ अझै पनि अब घर जाउँ यार होइन कि कति बनाइस् तैँले मैले देखा त यस्तो हो नि एकताल हेरौँ त म हेर्छु क्या हेरौँ त थाहा लाग्यो होला म ठ्यास्ने यो कतिले पाएको थाकल यहाँ आमा कति धेरै यहाँ कालै हेर त है यहाँ कालै छ उता यही कालै म थाकल टिपेर बोल्छु ल फाइनली एक बेला थाकल बनाएँ अङ्कलले मलाई 100चोटि घर जानु भन्दा म नमानेर गाली खाना गरेर एकै हुना छोडेर हिँडेको थिएँ त्यो बाटो थाल्नु भयो फेरि आउँदैछन् पोखरीमा पर कता खै म आउँदैछन् त्यहाँबाट आयो म त हाँस्दा फाइनली तोला परिहाल्यो घरतिर जाने होइन घर गएर हामी मुख सुख धोएर हातमुख धोएर जान्छौँ हेर्नु यस्तो भयो हात पनि यस्तो फोहोर भएको छ हिलो यहाँ बाटो लाग्छौँ घरतिर फेरि बोल्छौँ है त ओके म पनि आज 100 चिप्लेर लडेन है त्यहाँ पिडितै पकड खोइ लुगा त्यो रातो भएछ
तेल करायो लाग्यो बोक यो आस्ता आस्ता पेट दुख्यो उयो अगाडि हापेन छ गाइस ल यस्तै हो हाँस्दै हाँस्दै अब जाऊँ घरतिर जाऊँ हाँस्दै हाँस्दै होइन हौ मेरो मेरो पनि धोइदिनु ल घडी फुट्यो के भन्छन् घडी फुट्यो सेट भइकन अङ्कल लडेर घडी फुटेछ ठिक छ एक कोरी त के हुन्न यस्तो केही हुँदैन मुला नयाँ घडी के भयो त कोरी त घडी गर्दा हो मैले के गरेँ जाने यता यता कुदाएको कुदाइ गर्छ तेरो म फागल 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 भन्छ थाकल पाइरहेको छु दिनको गाइज हामी चाहिँ होइन थाकल साकल ल्यायौँ खायौँ गऱ्यौँ है अनि फ्रेस भएर फुलै फ्रेस भएर अहिले बेलुका 5 बजे कति बजेको है नुहाइधुवाइ पनि गरियो नुहाइधुवाइ पनि गरेँ यस्तो गऱ्यो अलिअलि होइन त्यही पनि नुहाइधुवाइ गरियो त्यही पनि गरेँ यस्तो गरियो ठिक छ त्यो पनि गरेकै छैन यत्तिकै जङ्गलको नगरे पनि तिमीलाई भाल नगरे तिमीहरूलाई बाल के मतलब म नहौँ कि नहौँ तिमीलाई के मतलब होइन त्यही पनि हाम्रो स्कुल यो गाउँको स्कुल है म देखाइ चाहिँ हाम्रो गाउँको स्कुल हो यो चाहिँ स्कुल गाउँको यो हो उयो अगाडि अटो हिँडिरहेको छ उयो अगाडि बोका हिँडिरहेको छ एउटा अरू भाइ त्यस्तै हो ल अब आजको लागि तिमी है सबले लाइक सेयर सब्सक्राइब गर्नु अब फलो सलो के हुन्छ सबैतिर गरिदिनु होला है यो सपोर्ट गरिदिनु मलाई नगरे पनि मलाई भाल होइन नगरी मलाई बाल हुन्छ सपोर्ट गरिदिनु सबैजनाले होइन लाइक सेयर सब्सक्राइब चाहिँ हालिदिनु किन अगाडिको कस्तो भ्यू देखाएको छ नि त त्यो डाँडा हो त्यो डाँडा काँडा पुरै भ्यू कस्तो देखाएको छ पहाड पनि पुरै पहाडै पहाड छ हाम्रो गाउँबाटदेखि नै है यस्तोहरू भनेको ल सबैजना थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो है आजको थाकल यात्रा हाम्रो जङ्गल यात्रा यस्तै भयो भोलि फेरि म ब्लग फेरि आउनेछु भोलि नेक्स्ट ब्लगतिर जोडिन्छौँ म भगाएर हो थ्याङ्क यू सो मच बाबा